केशव सुषमा भजन ज्ञान गुठीले 10औं वार्षिक उत्सवको अवसर पारेर राजधानीमा एक कार्यक्रमको आयोजना गर्यो। त्यसैगरी वरिष्ठ गायक योगेश वैद्यज्यू हामीसँग हुनुहुन्छ। एकचोटि सन्तोष शर्माजी हुनुहुन्छ। नेपाली संगीतलाई एउटा विशेष दशा र दिशा दिनुहुने व्यक्तित्व। त्यसैगरी फतेमान राज भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा संगीतकार प्रेम ध्वज प्रधान लगायत गुठीका विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा मेरो मनमा राम र कसरी दर्शन पाऊ नामक 2 एल्बम पनि विमोचन गरियो। प्रक्रिया निर्धारण गर्नु भएको छ। एउटा संगीतकार प्रमुख अतिथि फतेमानबाट विमोचित उक्त एल्बममा विभिन्न भजनहरू संग्रहित छन्। सो कार्यक्रममा भक्ति संगीतमा समर्पित व्यक्तिहरूलाई तथा भजन गुठीहरूलाई नगद रु 5,555 सहित पुरस्कार प्रदान गरिएको थियो। रामकाजी श्रेष्ठ, चण्डेश्वरी भजनकार कास्की भक्ति संगीत र आध्यात्मिक जागरणका माध्यमबाट आत्मशान्ति प्राप्त गर्न मनहरूलाई उत्प्रेरित गर्ने कार्यमा त्यस संरक्षण समितिको महत्वपूर्ण एवं सराहनीय भूमिका रहिआएको छ। अविच्छिन्न रूपमा भजन कीर्तनका माध्यमबाट आध्यात्मिकता प्रवर्धनमा सक्रियतापूर्वक समर्पित रहँदै आएको त्यस समितिलाई नगद रु 11,111 सहित विक्रम सम्वत 2065 सालको महादेव सम्मानबाट सम्मानित गर्न पाउँदा केशु गुठी अत्यन्त गौरवान्वित भएको छ। आगामी दिनमा आफ्नो कार्यक्षेत्रमा उन्नति गर्दै त्यस समितिले सामाजिक जागरणमा निरन्तर टेवा पुर्याउँदै जाओस् भन्ने मंगल कामनाका साथ यो सम्मान पत्र समर्पण गर्छ।